हेलो 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 गाइस यहाँ चाहिँ आज हाम्रो एकदम दसैँको उपलक्ष्यमा अन्डा खाइराखेको थियो। दसैँको मासु भातले भुलेर गर्दाखेरि तपाईहरु प्रतिमा मेरो ब्लग भिडियो चाहिँ जानै बिर्सेछ के। फेरि पनि तपाईहरुलाई फेरि ल्याउने कोसिस गर्छु है त, वेटिङ गर्नु होला। ल हेर्नुस् है गाइजहरु, अब केलाएर चाहिँ सिधाइसक्यो हैन। यसलाई अब फेरि बेसार लार चाहिँ भरै गरेर चाहिँ एकदम मालसँग हान्ने बनाउने भन्ने सोच गर्दैछु है। हेर्नुस् है ल गाइजहरु, हाम्रो चाहिँ यहाँ सुरु स्टार्ट हुँदैछ कि हाम्रो यो साउदीमा हो। हेर्नुस् है, अब एकछिन पछाडिमा यहाँ हाम्रो यहाँ सिन्धुलीको भान्जा हुनुहुन्छ कि, सिन्धुलीको भान्जा हुनुहुन्छ। उहाँ सिन्धुलीको भान्जाले चाहिँ के भन्नुभएको छ भने यति अन्डा कसले खाइसक्छ, म डबल 1 क्रेट अन्डा किनिदिन्छु भनेर उहाँ एकदम बाजीमा बसिराख्नु भएको छ कि। यहाँ हेर्नुहोस् है, यो फ्राई गरेर खाने सोच आउँदैछ। अब यो फ्राई गरेपछि सक्छ सक्दैन भन्ने सोच हुँदैछ। यहाँ तेल खारिँदैछ है गाइजहरु। हेर्नुहोस् है गाइजहरु, यहाँनिर चाहिँ अब हामी फ्राईतिर लाग्यौँ। यो तेलले पोल्छ कि भन्ने पनि डर लागिरहेछ। तर यहाँनिर बेसार नुन बेसार तेल मसला चाहिँ लाउने हाम्रो बेसार यहाँ बेसार मसला यहाँ हेर्न यस्तो खालको मसला लाउने हाम्रो ठुलो उ छ कि। यसले चाहिँ तपाईहरुलाई कस्तो बनाउँछ भन्ने कुरो मालसँगै खाने भन्ने चाहिँ ठुलो सोच गरेको छ। तर यहाँनिर के हुन्छ हेर्नुहोस् है गाइजहरु है, टक्क बनाउने भन्ने ठुलो सोच गरेको छ कि। यहाँनिर चाहिँ अन्डा फ्राई गर्ने ठुलो हुन्छ। यहाँ सिन्धुलीको भान्जासँग मेरो एकदम बबर फ्राई परिरहेको छ कि, बाजी परिरहेको छ। तर मामाले खाइसके मामाले तिर्ने हो, भान्जाले खाइसके भान्जाले तिर्ने भन्ने गरिरहेको छ कि। हेर्नु त गाइस, हाम्रो होडबाजी छ हेर्नु मामा। यहाँनिर मामा र भान्जाको होडबाजी छ। मामा झापाली, भान्जा सिन्धुली। अनि भनेपछि कस्तो हुन्छ त खतर र बबर। ल हेर्नुहोस् है गाइजहरु, यहाँनिर नअटेर यता पनि छ कि, यता नि छ। तर यो खाइसक्छ सक्दैन भन्ने कुरा लास्टमा तपाईहरुलाई भिडियोको डिसिजन चाहिँ हामी फाइनली देखाउनेछौँ। अहिले चाहिँ एकदम ट्राई मात्रै भइरहेछ क्या गाइजहरु। जति पनि मेरो युट्युब च्यानलमा हुनुहुन्छ नि, हेरेर सबैले सल्लाह सुझावको लागि प्रतिक्रिया दिन चाहिँ कमेन्ट बक्समा गएर लेख्न चाहिँ नभुल्नु होला। जति पनि मेरो सब्स्क्राइब साथीहरूले चाहिँ हस् त, धन्यवाद। यति भन्दा तपाईहरुलाई लास्ट फाइनली चाहिँ देखाउन अन्तिम बाँकी नै छ है गाइजहरु। ल हेर्नुहोस् त गाइजहरु, आज चाहिँ हाम्रो यो साउदीमा भर्खरै मात्रै हाम्रो दसैँ वहाँबाट आउँदाखेरि भर्खर आइपुगेछ हैन। आज चाहिँ हामी फाइनली दसैँको लागि हामी यहाँ खानेकुरामा एकदम बिजी र व्यस्त छौँ। र उहाँ हुनुहुन्छ हाम्रो भुबे गोले, यता हुनुहुन्छ डियास गोले, र यता हुनुहुन्छ हाम्रो सिन्धुलीको राजु लामा गोले। राजु लामा ठिक है। हेर्नुहोस् त, नखाइकन यसरी जिब्रो लट परिरहेछ, खाएपछि कस्तो हुन्छ होला हेर्नुहोस् त गाइजहरु। आमामा फाइनली गाइजहरु आज चाहिँ हाम्रो यस्तै छ, हेर्नु होला हैन। र आज चाहिँ खाँदैखेरि आफैले भिडियो गर्न थाले, आफै देखेको छैन। यो चाहिँ कस्तो खालको भिडियो जुन युट्युब च्यानलको मान्छे देख्नै दिएको छैन भनेर भन्नुहुन्छ होला। अलिकति यसो चट्ट घुमाएर निकालिदिनु पर्यो हैन गाइजहरु। हेर्नुहोस् है, आज चाहिँ अलिक खाउदाउ नै पर्ला जस्तो छैन। र यसै गरी मलाई पनि देख्न सक्नुहुन्छ, उति भिआइपी त छैन। र हेर्नु पर्दाखेरि अनिल घिसिङ, मेरो युट्युब च्यानल चाहिँ 500 अनिल घिसिङ 555मा तपाईहरुले सब्स्क्राइब गर्नुभयो भने नि तपाईहरुको पनि भ्युज म यति लाइक ठोकिदिन्छु कि हेर्नुहोस् त गाइजहरु, मलाई कस्तो देख्नुहुन्छ। क्वालिटी जस्तो भए पनि राम्रो गरिदिनु होला है कमेन्ट चाहिँ गाइजहरु। किन